हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु च्यानल। फेरि पनि नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ पानी परेको छ खतरनाक तरिकाले। कत्रो पानी आइरहेको थियो त्यहाँबाट। दुबई युएमा आएर 10-12 वर्षको अनुभवमा आज चाहिँ अलिक धेरै पानी परेको जस्तो देख्न पाइयो है। हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु च्यानल। फेरि पनि नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ पानी परेको छ खतरनाक तरिकाले शारजामा, शारजा सिटीमा है। अनि हेर्नु न यहाँ कति ठुलो पानी, मुसलधारे पानीको जुन माथि छतमा पानी जमेको हुन्छ त्यो पानी चाहिँ पुरै बेताल तरिकाले खोला निस्किएको चाहिँ निस्किरहेको छ। यहाँ चाहिँ आज 18 डिसेम्बरमा लास्टै पानी पर्यो। भोलि पनि पानी पर्छ भनिरहेछ, खै कतिको पर्छ थाहा भएन। तर आज चाहिँ खतरनाक बारिस पर्यो होइन, पानी पर्यो। यतिको पर्नै थियो, जे होस् पानी पर्यो यसपालि होइन। अलिकति जुन बिरामी हुन्थ्यो त्यो चाहिँ नआउने भयो। अब यो अलि फ्रेस हुने भयो वेदर। कत्रो पानी आइरहेको थियो त्यहाँबाट, अहिले बन्दा बन्द। कराको जस्ता यहाँ होइन पानी मुसलधारे पानी। ओ माय गॉड, दुबई युएमा आएर 10-12 वर्षको अनुभवमा आज चाहिँ अलिक धेरै पानी परेको जस्तो देख्न पाइयो है। कस्तोसँग हावाले हल्लाएको हेर्नु त। जस्ता कस्तोसँग कराएको थियो। ओ माई गॉड, त्यहाँ त्यो ऊ भाग्यो होइन, हावाले लिएर गएको पानीको छाल। खतरनाक पानी पर्यो त यार शारजामा। पछिल्लो 2023 मा यस्तो परेको थियो।
अनि अहिले 2024 मा परे यसरी पानी। 2023 मा नि गाडी नै डुब्नेसम्म परेको थियो। अहिले हावा पनि एकदम चलिरहेको छ, पानी पनि परिरहेको छ एकदम। 2 वर्ष भयो थियो नपरेको। मजाले पर्यो पानी यार, रहरै लाग्दो गरेर। अब भोलिबाट जाडो हुन्छ त्यसरी। को डिसेम्बर महिनामा 18 गतेको सबैभन्दा खतरनाक पानी परेको भनेको आजै होला। भोलि पनि पर्छ भनिरहेको छ, अब पर्छ कि पर्दैन भोलिको दिन पनि हेर्नु। तर आज चाहिँ बवाल तरिकाले पानी परेको आएको होइन, रमाइलो पनि भयो यो पानी परेको हेर्नलाई। हालत खराब छ रोडको। म त यही पानी हेर्नको लागि बाहिर पुरै रुजेर भिजेर सत्यानाशै भइसक्यो। यस्तो छ रोडको हालत। सिग्नलमा हेर्नु त पुरै जाम छ त, गाडी पनि राम्रोसँग हिँड्न सकिरहेको छैन। यस्तो तालले हिँडिरहेको छ गाडीहरू। रोयल लाइफ इन शारजा। मेरो मोबाइलको क्यामेरामा सबै पानी छिरिसक्यो यार भिडियो बनाउँदा बनाउँदै। बट इन्जोइङ वाचिङ दिस। ओ माई गॉड, गाडीको लाइन हेर्न कति छ, कति लाइन। साँच्चै खूब मजा आइरहेको हेर्नलाई। गाडीवालाको चाहिँ गाड पातिरहेको फेरि पुरै पानी छिर्यो भित्र। ल हेर्नु त पानी। यो ठुलो गाडीहरूलाई चाहिँ मजा आउला रे गाडी चलाउनलाई यसरी यार।
खतम।